प्रमुख जिल्ला अधिकारीको जो भाष्य छ त्यो भाष्यमा चाहिँ हुम्ला जिल्लाका प्रमुख जिल्ला अधिकारीले हजुरले किन बोल्नु भएन भन्ने हाम्रो प्रश्न नम्बर 1। किनभने उहाँले के भन्नु भएको छ भने अब रानीसेनका विषयमा यो कुरालाई अगाडि नबढाएर छोडिदैन उहाँले भन्नुभएको छ। त्यो कुराहरूमा हुम्ला जिल्ला प्रशासन किन बोलेन नम्बर 1। नम्बर 2, 20 जना सशस्त्र प्रहरी, 20 जना चाहिँ तपाईँको चाहिँ नेपाल प्रहरी रानीसेनबाट आज गुम्बा आउँदै चाहिँ लामपाटा पुगे भन्ने कुरा चाहिँ खबर आइरहेछ। यो कुराहरूमा तपाईँहरूले हाम्रा सुरक्षालाई हाम्रो प्रशासन कार्यालयको अगाडि घेराबन्दी भन्दा नि तपाईँले त्यहाँ किन व्यवस्था गर्न सक्नु भएन। 2, तेस्रो कुरा के हो भने तपाईँले गृह मन्त्रालय मार्फत त्यहाँ नआउनुहोस् त्यो क्षेत्र हुम्ला जिल्लाको हो भन्दै जानकारी दिँदै पनि बाजुरा जिल्ला प्रशासनले किन जबरजस्ती गरिरहेको छ र यसको जवाब गृह मन्त्रालयले यहाँले खबर गर्नुभएको छ। यसको सूचना के आइरहेको छ त्यो पनि हामीले सार्वजनिक गर्नु पर्यो। अर्को कुरा के भने उनीहरू चाहिँ 76 साल संहिता कार्यान्वयन भइसकेपछि 76 सालको चाहिँ हामीले त्यहाँ कार्यपालिकाको मिटिङ गऱ्यौँ, तपाईँको चाहिँ त्यहाँ बैठक गऱ्यौँ, रानीसेन हामीले चिनायौँ भनेर उनीहरूले बोलिरहेछन्। हामीले 2014 सालको डकुमेन्ट पेश गर्दासम्म, 2034 सालको डकुमेन्ट पेश गर्दासम्म, 2043 सालको डकुमेन्ट पेश गर्दासम्म हाम्रो प्रशासनले किन बोल्न सकिरहेको छैन। यदि हाम्रो प्रशासनको पनि यस्तो निरीयता हो भने हाम्रा 4वटा गाउँपालिकाले व्यवस्था गर्छन्। हामी सशस्त्र प्रहरीको डिएसपी साहब र हाम्रो चाहिँ नेपाल प्रहरीको डिएसपी साहबलाई चाहिँ हामी अनुरोध गर्छौँ यहाँहरूले चाहिँ 20 जना प्रहरीलाई सुरक्षात्मक रूपमा चाहिँ हुम्लाको सिमानामा चाहिँ यहाँहरूले चाहिँ व्यवस्थापन गरिदिनु पर्यो। हामी त्यसको गाउँपालिकालाई हामी अनुरोध गरेर हामी तपाईँको चाहिँ साका लाङ्नासम्म गाडीको व्यवस्थापन गरेर खानपिन सम्पूर्ण व्यवस्थापन हुम्लाका गाउँपालिका गर्छन्। यहाँहरूले मित्रवत रूपमा बाजुराका सुरक्षा टोलीसँग मित्रवत रूपमा चाहिँ यहाँहरूले व्यवस्थापन गरेर त्यो सिमाना यकिन गर्नु पर्यो। अर्को कुरा के भने तपाईँको बाजुराका प्रहरी, बाजुराको प्रशासन त राज्यको चाहिँ नियन्त्रणमा हो नि, राज्यको प्रतिनिधित्व हो नि। उनीहरूले राज्यको प्रतिनिधित्व नभइकन बाजुराका प्रहरी पनि तपाईँको चाहिँ त्यहाँ पुगेर हामी रानीसेनको सुरक्षामा हिँड्यौँ भनेर हालिरहेछन्। चौथो कुरा, हुम्ला जिल्लाको निर्वाचित जनप्रतिनिधि खेलठक्काको कुरा होइन र पत्रकार महासङ्घको अध्यक्ष धुलाचौरमा लखटिरा प्यारीलाल साईलाई म डिएसआरलाई अनुरोध गर्छु, प्यारीलाल साईलाई कवाडीको बाटोबाट पक्की पुलबाट चाहिँ तर्न नदिएर तपाईँको चाहिँ झुलुङ्गे पुलबाट तरेर वारी आउँदा पनि हुम्ला जिल्लाको एकजना हवालदार साहबले चाहिँ तपाईँको झगडा पारिजानुहोस् भनेर रिटाउनुको कारण के हो?